हेलो एभ्रिवान, नमस्ते सबैजनालाई हाम्रो युट्युब च्यानलमा फेरि पनि तपाईँहरूलाई स्वागत गर्न चाहन्छौँ। आज चाहिँ हामी दुवैजनाको छुट्टी छ। म चाहिँ आएको आज लार्नाकामा आएको, अनि बुढो पनि मलाई लिन आउनु भएको छ होइन लार्नाका। आउनु पर्यो त महारानीलाई लिनु। अनि यहाँ नेपाली रेस्टुरेन्टमा गयौँ, खाजा खायौँ, अनि त्यसपछि अनि आज यहाँ लार्नाकामा के मेला लागेको छ भन्ने सुनेको थिएँ। अनि हामी चाहिँ त्यो मेलामा यसो के छ होइन चेक गर्न जान्छौँ। अनि त्यसपछि अनि केही चिजबिजहरू मन पर्यो अथवा त्यस्तै इम्पोर्टेन्ट सामानहरू पायो भने चाहिँ लिएर आउनु पर्यो भनेर सोचिरहेछौँ। अब जाउँ है त त्यहाँसम्म कस्तो रहेछ हेरौँ, तपाईँहरूलाई पनि हामी देखाउने कोसिस गर्छौँ यहाँको माहौल चाहिँ आजको। यो Keep watching. Keep watching. Keep watching us. We are crossing the road. Crossing the road, हात समाइङ। तर मलाई यो लार्नाकाको यो पुलिस हेडक्वार्टर बन्दै मन परेन यार। कस्तो देख्ने के बाहिरबाट हेर्दा पनि है। सबैलाई मन परेको जस्तो फेरि यो मात्र हो नि बिल्डिङ नराम्रो देखिने हो, त्यो पल्लो त फेरि पक्की छ नि। पल्लो त राम्रो छ। जे जस्तो भयो नि यो देशमा नराम्रो भन्न चाहिँ मिल्दैन, हाम्रो कर्मथलो हो। यही काम गरेर हामीले आफ्नो परिवार गुजारा गरिरहेको छौँ। अब त पुरानो सामान पनि नेपालमा लानु नपाइने अरे। अब जति सामान हुन्छ यही थन्क मन्क गरेर हिँड्नुपर्ने बेला भयो। बुढा खाली नाङ्गै, बरु त्यो के अरे कपडा पनि नलाइकन आऊ भन्नु बेर लाउँदैन कुन चाहिँ सालबाट फेरि। एकदम के त्यो हुन्छ नि आफ्नो मान्छेहरूले उपहार पनि पठाउन नपाउने रे। अनि के अरे $500 भन्दा माथिको उपहार पठाउन नपाउने अरे। अनि $500 को त कसले पठाइदिन्छ र ऊ नै पठाउँछ नि कमाउनेहरूले। त्यति साह्रो चाहिँ नगर्नु पर्ने कि। अनि पुरानो कपडा अब पुरानो सामानहरू पनि पठाउन नपाउने रे। हामी चाहिँ आइपुगिसकेको छौँ अहिले चाहिँ यस्तो मेलाहरूमा। यहाँ यस्तो खालको उहरू लागिरहेको रहेछ। आइसक्रिम लाग्दैछ €5 €15। बेबी आइसक्रिम खाने? अहिले नखाउँ, अहिले फर्किने बेलामा खाउँ। मलाई अहिले अघिको उसले चाउमिन र मोमो। तिमी साँच्चै त्यो मरिना गएको छौ कि नै? त्यहाँ जाने ल। ओके, क्या लानुहुन्छ लैजानुहोस्। कपडाहरू नि किन्ने हो बुढा। खै के किन्नु, सस्तोमा त कपडा लाउनु मन लाग्दैन मलाई भनेर के भन्नु। हल्का हल्का खालको कपडा छ भने लगाउनु हुन्छ घर बस्दा लगाउने कपडाहरू त। अब त समर लाग्यो के विन्टरमा हो कपडा किन्ने भने। समरमा त के कपडा किन्नु यार। म त सोल्टी हेर कत्रो ठुलो कुकुर हो। एक फाप पारो भने त सक्यो त यसले त यार। कालेले हेर्दैछ मलाई। यहाँ चाहिँ यस्तो लागिरहेछ भिकुटी मण्डप। भिकुटी मण्डप नेपालको साइप्रसको भिकुटी मण्डप लागिरहेछ यहाँनिर। अनि यसो पाउन चाहिँ के पाउने रहेछ, खानेकुराहरू रहेछ। तर यहाँको खानेकुराहरू त हामीलाई मन पनि पर्दैन। समस्या नि छ त के हो यहाँको खानेकुराहरू हामीलाई मन पर्दैन, प्रायः जस्तो गुलियो गुलियो मात्र हुन्छ। अनि भाँडाकुँडा पनि रहेछ त ऊ। ए तिमी सेलौटा किन्ने भने होइन? भाँडाकुँडा अनि पेन्टिङहरू, ज्वेलरीहरू, थुप्रो जस्तो सामानहरू रहेछ। सबै छ त। ठ्याक्कै नेपालको याद दिलाइदिने है। चटपटे बेच्दो रहेछ आन्टीले। अङ्कल हो कि आन्टी हो? अङ्कल रहेछ। चटपटे चाहिँ यिनीहरूलाई चटपटे भन्ने क्या थाहा छैन होला। मायालु आज के को खुसियालीमा यस्तो ऊ हो? होइन सधैँ हुन्छ यहाँ, सधैँ हप्तामा एक दिन हो। हप्तामा एक दिन? आज के बार हो? आज बुधबार। ओ खुत्रू के कति महँगो हो? खुत्रू के लाने? यत्रो महँगो? यत्रो महँगो खुत्रुको त चाहिँदैन। पाएको जम्मा गर्नुपर्छ। हुन्छ हुन्छ, योभन्दा सस्तो पाउँदैन र। तर लास्टै महँगो हो क्या यार। बरु म कार्टुनको खुत्रुके बनाउँछु। बियर खानु मन लाग्यो भने कैँचीले काटेर निकाल।
बियर खान मन लाग्ने कोही चिल काट निकाल हो यस्तो यस्तो के बुढा यो यो यो? यो कति पर्छ रहेछ खै सोध न समर वेयर के यो बिच वेयर राम्रो छ त है यसको प्राइस कता छ 5 युरो त होला 12 युरो रहेछ यो पल्लो चाहिँ ओ त्यहाँ उयो दिदीले निकाल्दै छ त यहाँ यस्तोमा छ हुन्छ कि ए खै त सोध न यो चाहिँ दामी लाग्यो मलाई मेडी होइन बेबी यो कस्तो सुहाउँछ नि छोरी मान्छेलाई यस्तो लुगाले है लैजाने हो कि मलाई तर महँगो होला नि छैन त्यस्तो महँगो त्यो 10 युरो होला धेरै भयो सोधौँ न कसलाई ए बाजेले सोध है उसले दिदी आउँछ होला अहिले हामीलाई चाहिँ यो मन पर्यो अब हेरौँ कति पर्छ ए यो त जोडी पो रहेछ त यो र यो यसको हो ए हो 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 यसको यो कलर मन पर्यो जुन भयो नि मलाई त तिम्रो कलर ओके मलाई नि यही मन पर्यो कता गयो हौ साउनी सोधेर आउँछ आमैलाई Is this yours? आमैको हो बाजेको हो Sorry. हेलो How much for this scarf? 25. 25 euros. This is together? Sorry? It is Yes, together. Isn't it? किन नि त तिमीलाई मन पर्यो भने Okay. 25 euro भन्छ 25 euro भन्छ नि कति महँगो है अन्त यस्तो बाहिर पनि सबैको एउटै प्राइस होला अब हेरि त हाल्यो सोधि त हाल्यो लिनु त होला नि एउटा त कोन त लिने भने लियो नलिने भने नलियो किनिदिनु न एउटा ल ल ल पैसा निकाल्नु पर्यो Yeah, I want to buy this. Sorry. I want to buy this one. मलाई बुढीले सधैँ सपिङ गर्न लागिहाल्छ Thank you, Buddha. Buddha, thank you. 25 होइन उता गएर गर्नुपर्ने कि कसलाई दिनुपर्ने हो पैसा एउटा बिच डाँडेको बुढालाई बेबी यस्तो Hope you don't mind we're on the video. हालिदेऊ न Hello. Hello, buddy. Rocco. Hello. What's his name? Rocco. Rocco. Yeah, or Rocky. Rocky. Oh, thank you. thank you I'll bring him over. Say hello, Rocco. Rocky. Good. Friendly. जाऊ थ्याङ्क यू बाई बाई Thank you, Buddha. You're welcome. अब चाहिँ अर्कोचोटि बिच जाँदाखेरि चाहिँ म त्यो लुगा लगाएर हिँड्ने हो यो लाएर ओके ओके आइसक्रिम सक्यो अब यति नै बुढा केही पनि नकिन्ने मर्न हान्नु ल यता चाहिँ दिनु पर्यो यहाँ बेलुका कस्तो दामी हुन्छ नि अब चाहिँ हामी जाँदैछौँ मरिना लार्नाकाको मरिना मरिना भ्यू गेट नम्बर 6 यता चाहिँ छ यस्तो यस्तो छ बेबी ऊ पर पर जाने हो कहाँ बीच नाइ बीच त नजाने है के गरेको तपाईँको भिडियो खिच्दैको अस्ति तपाईँले मलाई के भनेको रहेछ थाहा छ के अरे पानीमा स्विमिङ गर्न डर लाग्छ भने त्यो बगर बगर स्विमिङ गर भनेको रहेछ नि हो मलाई त थाहै थिएन एडिट गर्दा पो थाहा पाएको तपाईँ फटा तपाईँ मेरो जोक बनाउने
मेरो साउनी चाहिँ यता हुनुहुन्छ लखर 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 हिँड्दै हुनुहुन्छ कपडा किन्न लाइहाल्छ मलाई यार यताउता घुमाउन लग्यो कपडा किन्न लाइहाल्छ अनि मैले पनि त कमाएको छ नि अलिअलि त कन्ट्रिब्युसन मेरो पनि त छ नि छैन भनेको छु त मैले अनि तर पैसा चाहिँ मेरो मात्र जान्छ र पो त उसको त नेपाल जान्छ ब्याङ्कमा उसको नि मेरै हो केही छैन तपाईको पैसा हाम्रो खर्च मेरो पैसा सेभिङमै बढ्छ ओके ओके बोस यु आर माई बोस फ्रम टुडे yes it's been how long it's 4 years together. Yes, it's almost 4 years we are been together, so not only from today, bro. Okay, madam. कस्तो दामी भ्यू देख्दो रहेछ नि हो आमा राम्रो मान्छेहरुलाई राम्रो आइहाल्छ भिडियो बनाउँदा पनि मेरो चाहिँ माथा परेको भुकुले सुँगुर आउँछ यार मेरो चाहिँ कस्तो दामी छ यार आमाको कपाल मिलाइदियो न बेबी के मिलाउनु मिलेको अलिकति अगाडि हावाले उडाइहाल्छ तिम्रो बुढो नि ह्यान्डसम छ नि यार ह्यान्डसम छ र त बिहे गरेको ह्यान्डसम नभएको भए त म बिहे गर्दिन थिए नि ह्यान्डसम हेरेर बिहे गरेको अनि बाबा नसक्नुको छ यार ह्यान्डसम हेरेर बिहे गरेको हैन माया लागेर बिहे गरेको माया लागेर म ज्ञानी छु नि त एकदम ज्ञानी छु एउटा मात्रै बियर खाने बुढा भने दुईटा त खाइदिहाल्छु हैन त्यति चाहिँ म ज्ञानी छु धेरै त हैन यस्तो छ कस्तो लागिरहेछ तिमीलाई यो ठाउँ मलाई त मन पर्यो मैले पहिले तिमीलाई ल्याउन आटेको तर कस्तो टाइमै नमिलेको क्या टाइम नमिलेको भन्दा पनि अब आज आउनु जुरेको रहेछ भनौँ न हैन त्यही भएर यस्तो दामी छ वाउ बिचारा बाजे बोजू पनि जवानी सम्झिँदै बसिरहेछ बुढेसकालको डेटिङ हामी पनि बुढेसकालमा यस्तै हुन्छ होला है यहाँबाट उता चाहिँ के पनि छैन हो छैन यहाँबाट उता त समुद्र हो समुद्र उता ढुङ्गातिर चाहिँ कहाँबाट जान्छ उफ परबाट जाने हो नाइ नजाने मलाई त अल्छी लाग्यो कस्तो अल्छी लाग्यो भनेको यार कताको बुढी गायब भयो त यही छु त हौ देखिन्न के गायबको भनेर भनि बस्छ हौ कस्तो दामी वाउ यस्तो राम्रो ठाउँमा नि यस्तो राम्री मान्छे लिएर हिँड्नु त आहा यहाँहरू त जान्दिँदैन यो उयसको लागि हो नि त प्राइभेटको लागि हो बेबी दामी छ नि है लारानाका मरिना यस्तो दामी छ यो ठाउँ म जहिले पनि यहाँ आउँछु क्या तर मैले चाहिँ मेरो बुढीलाई अहिलेसम्म ल्याएको थिइनँ यहाँ खै के भएर हो पनि उयोले केही सुनिँदैन हौ यस्तो दामी छ यहाँ अलिकति मजाले समुद्र नदेख्दो रहेछ यहाँबाट है म होचो भएको हो कि ढुङ्गा अग्लो भएको फरक हैन समुद्र नभएर मलाई त 20 युरोले महिना टरिहाल्छ मेरो खानुको टर्छ त नि अनि के अरे आउनु जानु भाडा हिमाचल र लार्नाका आनापा गर्दाखेरि त भाडा मात्र दिनको 20 युरो सकिन्छ भने अनि कसरी चाहिँ पुग्छ 20 युरो हप्ताको 20 युरोको हिसाबले राख्नुपर्छ थाहा छ बुझ्यो कि बुझेन कुरा टिप्स आउने बेला भयो हाम्रो नि आश गरेको यसपालि टिप्स दियो भने टिप्सको पैसाले नै बर्थडे सेलिब्रेसन गरौँ भनेको खै तिम्रो आउँछ आउँदैन थाहा छैन तर मेरो चाहिँ आउँछ त्यो भन्दा अगाडि नै पुरै फकाउँछु भन्दै सो भाइजरलाई फकाएर भए पनि यता त खुस्किन्छ जस्तो लाग्छ मलाई उसलाई फकाएर भए पनि गर्दे म मेरो बुढीलाई एउटा सानो चाहिँ गिफ्ट दिन्छु भन्ने भन्छ तिमीलाई के गिफ्ट दिने हो मैले के गिफ्ट दिने औँठी औँठी त दिनुहुन्न अरे बुढाबुढीमा यता छ यस्तो मौसम आजको दिनमा
परैछमा रहेछ त है तर लास्ट महँगो है यहाँ किन्नलाई पछि म मेरो छोरालाई पनि यस्तै बाइक किनिदिन्छु उ यस्तो यस्तै किनिदिने एउटा ओके यो चाहिँ फेरि कस्तो साइकल एक कप्पे एक्सरसाइज चलाउन आयो भने म पनि बसेर चलाउँछु आयो नि त नि हामी हुन्छ त सबै केही गर्नु पर्दैन बच्चाको लागि हो अनि बच्चा भयो भने मात्रै सँगै हुन पाउँदैन ओहो हो ओहो रोनाल्डोको जर्सी रहेछ एउटा किन क्या सोध्नु न त बिस्युर होला यो पनि तर कस्तो कलरै नराम्रो ए साउदी अल्लाहको यो कालो माथि त मेसीवाला त मुनि के मेसीवाला मात्रै मेसी किन त मलाई आइम रोनाल्डो फ्यान तर आई रेस्पेक्ट मेसी है नेमार चाहिँ यहाँ रहेछ तिमीसँग त छैन एउटा किनौँ कि भनेको भाइ अब के किन्नु यार ओ मान्छे एउटा नि छैन त दर्शक के हो यस्तो होइन यो प्र्याक्टिस गरेको होला भरे बेलुकाको लागि प्र्याक्टिस गरेको हामी पनि एउटा लैसो बेसनमा हान्दिउँ न घर यसो अगाडिबाट खिचौँ न सिद्धो नाच्छ होला अब यहाँको चाहिँ अब मेलाहरू यस्तै रहेछ देखिहाल्नुभयो होइन अनि आजको हामी दुईजनाको ब्लग पनि यति नै हो होइन यति नै थियो यति नै हो सरी तैँले मलाई डिस्टर्ब गर्छ भनेको त आजको ब्लग चाहिँ यस्तै थियो होइन अनि यहाँको अब लालनाकामा लाग्ने मेलाहरू देखिहाल्नुभयो कस्तो हुन्छ के हुन्छ होइन त्यति धेरै डिटेल त मलाई पनि थाहा भएन यो कहिले कहिले लाग्छ भन्ने चाहिँ होइन आज चाहिँ यहाँ मरिनाको चाहिँ गाडी नै बन्द गरेर मेला लागेको रहेछ हामीले चाहिँ आशा गरेको छौँ तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला भिडियो होइन यस्तो भिडियोहरूको लागि चाहिँ प्लिज हामीलाई चाहिँ साथ दिँदै रहनु होला हाम्रो च्यानल सब्सक्राइब गरिदिनु होला भिडियोलाई लाइक गरिदिनु होला भन्न यति धेरै माया गरिदिनु होला मेरो बुढोको यस्तो प्यारो रिक्वेस्टलाई एक्सेप्ट गरिदिनु होला भन्दै हामी दुईजनाको चाहिँ यो भिडियो चाहिँ यहीँ एन्ड गर्न चाहन्छौँ जहाँ रहनुहोस् जस्तो रहनुहोस् स्वस्थ रहनुहोस् सुखी रहनुहोस् खुसी रहनुहोस् व्यस्त रहनुहोस् भन्दै हामी दुईजनाको तर्फबाट बाई बाई